हामी आजकाल वन रक्षकको फर्म खुलेको छ। त्यसमा पनि मध्य प्रदेशमा पाइने वन जङ्गलहरूको सामान्य जानकारी हामी यता लिइरहेको छु। सबभन्दा पहिला बुझ्ने वन भनेको के हो। कोही अरूसे पढ्छु सोधिदिन्छ तिमीहरूसित वन केलाई भनिन्छ भने हामी पनि हक्लाउँछु। वन कस्तो हुन्छ सबै कुराहरू जानेको छौँ हामी। वन भनेको के हो। वन भनेको यता बुझ्ने वन भनेको पूर्व तथा आंशिक रूपमा रुख बिरुवा जाडी बुटान आदिले ढाकेको वा औटेको क्षेत्रलाई नै वन भनिन्छ हामी। जङ्गल जमिनको एउटा ठुलो हिस्सा हो जहाँ हरियो जातका वृक्षहरू पाइन्छ। जङ्गल भलाने नै वन हो। जङ्गल भनेको नै वन हो। सामान्य बुझ्ने हामी जङ्गल भनेको नै वन हो। नेपालको वातावरण संरक्षण र सन्तुलन वन सम्पदाको महत्त्वपूर्ण स्थान छ। जङ्गल वन एउटै हो। एक्लैको बुझ्ने त जङ्गल वन एउटै हो।